नमस्कार, म विनोद घिमिरे, नेपाल कमर्स क्याम्पसको शिक्षक। र आज हामी चाहिँ यो होटल र टुरिज्म अपरेटर्सहरूको व्यवसायलाई त्यसरी सस्टेनेबल बनाउन सकिन्छ भन्ने सन्दर्भमा हामी दुवै प्रकाश सर र म हाम्रो ओनर्स होटल ओनर्ससँग यहाँ आएका छौँ। उहाँको परिचय। नमस्कार, म सागर शर्मा, राजकीय थकाली 2018 कहिलेदेखि गर्नुभएको छ यो व्यवसाय गरेको चाहिँ हामी ठिक्क अहिले 10 वर्ष भयो। 10 वर्ष भयो है। हजुरको उमेरको रेन्ज चाहिँ कस्तो? 40 तलै हुन्छ? 43 हुन्छ, 40 वर्ष। तपाईँको पढाइ कस्तो छ? एसएससी यो तपाईँको आफ्नै होमस्टे वा होटेलै भनौँ होइन? आफ्नै आफ्नै जग्गा चाहिँ दिदीहरूको भयो के अरे। हजुर। यो संरचना चाहिँ मैले बनाएको। तपाईँको कति हो अनुभव, कति व्यवसायको अनुभव कति भयो लगभग? 15 पोखरामा पनि थियो, पोखरा 5-6 वर्ष, त्यसपछि चाहिँ यहाँ 10 वर्ष। यो अघि नै सरले भन्नुभएको जस्तो यो दिगो पर्यटनको लागि चाहिँ टुरिज्म दिगो पर्यटनको लागि चाहिँ व्यवसाय गर्दाखेरि केही हामी केही कुरा तपाईँलाई सोध्छौँ। तपाईँलाई जे तपाईँलाई सोध्नु भएको त्यही उत्तर दिनु है त। सबभन्दा पहिले तपाईँले यो व्यवसाय गर्नु भएको छ, होटल रेस्टुरेन्ट खाना विभिन्न ठाउँका मान्छेहरू आउँछ। यो काम गर्दा यहाँको वातावरण र समाजलाई मैले हानि पुर्याएको छैन भन्ने लाग्छ तपाईँलाई? लाग्छ। त्यहाँ अति धेरै लाग्छ। मैले एकदम यहाँको वातावरणलाई, यहाँको समाजलाई हानि नपुग्ने गरी मैले काम गरिरहेको छु भन्ने जस्तो लाग्छ। होइन, हानि त मैले पुरा छैन जस्तो लाग्छ। जस्तै मैले चाहिँ यहाँ यो होटल व्यवसाय गर्दाखेरि जस्तै मेरोमा चाहिँ यहाँ खाना मात्रै छ मेरोमा होइन। मेरोमा यहाँ खाना मात्रै व्यवसाय हुनु भने वरिपरि पनि छ होटलहरू होइन। जस्तै अरूमा खानाको छैन, मेरोमा चाहिँ खाना खाइदियो भने अन्त गएर अब लेज कुरकुरीहरू चाउचाउहरू खाजाहरू अन्त पनि व्यवसाय भइरहेको छ। मेरोले गर्दा वरिपरि पनि राम्रै चलिरहेको छ, तर कसैले पनि त्यस्तो नराम्रो भनेको छैन। अनि यहाँ तपाईँका आउने पाहुनाहरूलाई राम्रोसँग फोहोर व्यवस्थापन गर्नुपर्छ, पानीको सही सदुपयोग गर्नुपर्छ, यहाँको स्थानीय संस्कृतिहरूको सम्मान गर्नुपर्छ भन्ने कुरा कतिको सिकाउनुहुन्छ? सिकाउनु पर्छ जस्तो लाग्छ सिकाउन त आउनु भएन किन तपाईँले नि जस्तो हामी यहाँ अहिले आइरहेछौँ होइन, जताभावी पानी प्रयोग गरिदिने, फोहोर गरिदिने नगर्दै हुन्थ्यो, अर्थात् त्यो कुरा चाहिँ सिक्दै हुन्थ्यो। त्यो त लाग्छ नि, किनकि अब यो त टुरिज्म क्षेत्र नै भयो होइन। त्यही भएर जताभावी फोहोर मैला नगरिदियो हुन्थ्यो। अब पानी त हाम्रो यहाँ मुल्के पानी हो होइन। अब पानी पनि फेरि हाम्रो एकदम लिमिटेड छ, पैसा तिर्न त पर्दैन, जङ्गलबाट लिएर आउने लिमिटेड छ, धेरै खर्च नगरिदियो हुन्छ। अहिले चाहिँ तपाईँको कस्तो हुन्छ, पानी चाहिँ अलिकति मूलहरू चाहिँ सुक्ने अनि पानी चाहिँ अलिकति सुक्खा हुने अवस्थामा छ, पानी एकदम कमी छ। यो व्यवसाय गर्दाखेरि यहाँको स्थानीय मान्छेलाई रोजगारी दिन्छ, यहाँको आम्दानी बढ्छ भन्ने कुरामा तपाईँ कति सहमत हुनुहुन्छ? म त सहमत छु। कति जस्तो एक नम्बरदेखि 5 नम्बर फुल मार्क्स भने कति दिनुहुन्छ? मैले 5 नम्बर दिन्छु। 5 नम्बर अनि भनौँ न चाउचाउ पसलहरूको रोजगारी चलाएको छ। अरू खाद्य पसलहरू छैन, खुवाउने चाहिँ अरू छैन होइन। जस्तै हाम्रो डिपार्टमेन्टेसन माथिको यहाँ गर्दाखेरि सस्तो कहाँ पर्छ, डिपार्टमेन्टेसनहरू त्यही देखाइदिन्छ। अब होमस्टे बस्नको लागि मेरोमा खाना मात्रै भयो नि त। होमस्टे बस्नको लागि यतापट्टि डाँडामा छ, बस्नको लागि है तपाईँलाई भनेर मैले पठाइदिन्छु त्यहाँनिर मान्छे। किनकि हामी सबैजना बिजी हुन्छ कि, अनि एकले अर्काको कुरा काट्ने फुर्सदै पाउँदैन कि, सबै आफ्नो बिजी हुने भयो नि त। टुरिज्म इकोसिस्टम होइन। अब तपाईँले यहाँ व्यवसाय गर्नुभएको छ, तपाईँ जस्तो अरू पनि व्यवसायीहरू धेरै छन्, पर्यटन सम्बन्धी व्यवसाय जस्तो खाजाघर भनेको, माट भनेको। यहाँ त्यो व्यवसायले गरेको आम्दानीले यहाँ स्थानीय पूर्वाधारमा सहयोग पुग्छ भनेर मैले भने तपाईँ 1 देखि 5 मा कति नम्बर पुग्नुहुन्छ? मैले लगभग हाम्रो कस्तो छ भने यहाँ चाहिँ हाम्रो समाज यति मात्रै छ, एकदम युनिटी छ होइन। अनि यहाँ चाहिँ हाम्रो समाजले चाहिँ हामी सबैले जति पनि कमाउँछौँ हामी समाजको लागि चाहिँ अब हामीले विकास के गर्छौँ भने जस्तै खानेपानीको ट्याङ्कीको लागि बनाउँछौँ हामी आफै, सरकारले गरोस् या नगरोस् हामी आफै गराउँछौँ होइन। अनि यहाँको बाटोमा बत्ती झलल 24 आवर चाहिँ बल्ने होइन, रातिको नाइटमा चाहिँ सधैँ बल्नै पर्छ। जसले बत्ती बाल्दैन उसलाई चाहिँ 500 रुपियाँ जरिवाना छ होइन। त्यही भएर डस्टबिन सबैमा पोले पछि डस्टबिन हुनुपर्छ। हाम्रो टोलमा मात्रै यो चाहिँ अन्तमा चाहिँ छैन है। अब आजभोलि डिजिटल प्रविधिहरू आएको छ होइन,
जस्तो सोसियल मिडिया सामाजिक सञ्जालहरू आएको छ, डिजिटल प्रविधिहरू एप्सहरू आएको छ होइन। त्यसले गर्दाखेरि त्यस्तो चिज भइदियो भने तपाईँको प्रचार प्रसारमा सहयोग मिल्छ भन्यो भने तपाईँले कति नम्बर दिनुहुन्छ त्यो भनाइ? ठिक हो कि ठिकै हो कि के भन्नुहुन्छ? सामाजिक सञ्जालमा भनेको राम्रो कुरा पनि हालिदिएको हुन्छ, नराम्रो कुरा पनि हालिदिएको हुन्छ। तपाईँको व्यवसायको जस्तो एप्स भयो भने, तपाईँको आफ्नै फेसबुक पेज भयो भने यसको होइन, त्यसले पर्यटनलाई बढाउन मद्दत गर्छ भन्यो भने तपाईँ कतिको सहमत हो? सहमत त सहमत 5 मा 4 हो कि 5 मा 3 हो कि 5 मा 2 हो कि 5 मा 1 हो कि? योमा चाहिँ भनेको सबभन्दा राम्रो है फेरि 5 दिनमा नि 5 हो। पर्यटन राम्रो हो नि। अनि त्यस्तो किसिमको प्रविधिले पर्यटनको भिड व्यवस्थापन गर्न तपाईँ जस्तो आजै पनि एकैचोटि 70-75 जना हामी आयो, अर्को 5-7 जना बसेर त्यति कहिलेकाहीँ त्यो चाप पर्छ होइन। त्यो चापलाई मिलाउन तपाईँसँग त्यो डिजिटल एप्स भइदिएको भए मोबाइल एप्सहरू भयो त्यसले सहयोग पुऱ्याउँछ भन्ने कति नम्बर दिनुहुन्छ? कोही जस्तो बुकिङ गरेर आउँछ नि मान्छेहरू त्यस्तो सहज त्यो सहज हुन्छ कि असहज हुन्छ? त्यो त सहजै हो नि। कति नम्बर दिनुहुन्छ? अब त्यो त यस्तो हाम्रो चाहिँ आउँदाखेरि डाइरेक्ट नम्बरमा कन्ट्याक्टहरू छ होइन। अन्त गुगलबाट त्यो पनि डिजिटलै भयो, त्यो भयो नि सजिलो। 5 नम्बर प्रविधिसँग किनकि सबै कुरो त्यहाँ फोन गरेर मिलाउनु पर्छ। अब मेरो 300, 400, 500, 600 जना हुन्छ खाना अहिले मैले तपाईँहरूलाई किन जुदाइनु पनि सँगै मैले सोधेर खुवाउनु पाएन नि, सँगै जुदेछु। अगाडि यो बेनीको गाडी तातो पानी गाडी मैले पहिले तालेर खुलाएर पठाएँ। अनि त्यही भएर तपाईँ एक्लै आनन्द राखेर खुवाउँदाखेरि आनन्द सोधी खुवाउनु पायो। अनि यो तपाईँहरूले गरेको पर्यटकीय गतिविधिले यहाँको लोकल कल्चर, स्थानीय संस्कृति र परम्पराको पनि सम्मान गर्छ, त्यसको प्रमोसन प्रवर्धन गर्छ भन्यो भने तपाईँ कतिको सहमत हुन्छ? म त 5 दिन्छु। यसले पर्यटकहरू आउँदाखेरि समाजलाई सकारात्मक फाइदा पुर्याउँछ भन्यो भने के भन्नुहुन्छ? जस्तो हामी आयौँ, यो कम्युनिटीलाई, यो समुदायलाई हामीले सकारात्मक सहयोग पुर्याउँछौँ, पोजिटिभ सपोर्ट गर्छौँ भन्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ? योमा नि 5 हो। अब अलिकति सरकारी नीतिको कुरा गरौँ। सरकारी नीति नियमले तपाईँको व्यवसायलाई निरन्तरता दिन सहयोग पुग्छ। यदि सरकारी नीति राम्रो भइदियो, तपाईँको व्यवसाय मैत्री भइदियो भने तपाईँको व्यवसायलाई निरन्तरता दिन, दिगोपन दिन सहयोग पुग्छ भन्यो भने के हो? जस्तो सरकारी नीति यहाँ जुन कहिलेकाहीँ सरकारले अहिले 7 बजीभित्रै बन्द गर्नुपर्छ भन्ला, कहिलेकाहीँ सरकारले यहाँ खाना र के अरे मादक पदार्थको खाना बेच्न पाउँदैन भन्ला, नीति त बनाउँछ होइन, जे जस्तो पनि नीति बनाउँछ। सरकारी नीति नियम कानुनले चाहिँ बनाइयो भने तपाईँहरूले लङ टर्म दीर्घकालसम्म व्यवसायको चाहिँ काम गर्नुहुन्छ, व्यवसायको अभ्यास गर्नुहुन्छ भने के हुन्छ? त्यो राम्रो हो। यस्तो सरकारी नीति नियममा जानुपर्छ राम्रो हो कि जस्तै मैले खानाको अब मेरो 7 बजीसम्म बेलुका मलाई 7 बजीसम्म मैले बेचेँ, मलाई ठिक हुन्छ। अब रक्सी खाने हुन्छ, अब कोही खुल्छ 12-1 बजी 2 बजीसम्म नि खुल्छ, कोही 24 आवर नि खुल्छ होइन। त्यो राम्रै हो। त्यो तपाईँको यहाँ वरिपरि सरकारी निकायहरू अनुगमन गर्न नियमित रूपमा आउँछन्? नियमित भन्दा नि आइरहनु हुन्छ। त्यसले तपाईँलाई कतिको दियो? राम्रो, एकदम राम्रो हो हजुर। किनकि कोही त एकदम हेर्दै नहुने खालको पनि हुन्छ नि त, उहाँहरूले अनुमति गरिदिनु भएको राम्रो तपाईँलाई लाग्छ तपाईँको व्यवसाय अब निरन्तर चल्छ जस्तो लाग्छ। कन्फिडेन्ट हुनुहुन्छ? हुन्छ। 5 मा 5 हो त? के कारण? यस्तो मलाई अफर छ, बाहिर जाने छ, बोलाइरहेको छ, जान्न किन जाने, मलाई यही व्यवसाय गरेर म आनन्द, यही म आनन्द छु। म अर्को सोचेर बुझाउने गर्न जान्छु किन हो कि होइन? त्यही भएर म चाहिँ अनि यो निरन्तर भयो भने यसलाई अझ मजबुत बनाउँछ, हजुर यसलाई अझ विकास गर्न सहयोग पुऱ्याउँछ भन्ने कुरामा कन्फर्म हुनुहुन्छ? एकदम। अलिक एक दुईवटा क्वेसन सोध्नु हुन्छ। तपाईँले अहिले व्यवसाय गर्दाखेरि तपाईँको यहाँको वातावरण, यहाँको समाजमा ध्यान राखेर गर्दा के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? दिगो विकासको लागि अलि लङ टर्मको लागि तपाईँले अलिभन्दा फरक ढङ्गले के गरिरहनु भएको छ? समाजलाई हाँस नआउने तरिकाले काम गर्नु त्यस्तो हो। मैले चाहिँ अब तर कस्तो हुन्छ भने मैले बिहानदेखि हाम्रो रेस्टुरेन्टले चाहिँ अन्त चाहिँ त्यस्तो साह्रै डिस्टर्ब पनि हुँदैन अरूलाई होइन, नराम्रो सन्देश पनि जाँदैन जस्तो लाग्छ। किनभने मैले चाहिँ बेलुका 7 बजी क्लोज गरिदिन्छु, बिहान चाहिँ म बिहानै खोल्छु होइन। मेरो खाना मात्रै हो,
अनि म बेलुकाको लागि म अब रक्सी मेरो कोदो बेच्नुहुन्न भनेको होइन रक्सी चुरोट पनि मैले ब्यान्डै हो किनकि खानामा डिस्टर्ब हुन्छ अनि मैले चुरोट पनि खाना दिँदैन नि भएर चाहिँ त्यही भएर चाहिँ मैले चाहिँ खासै बेलुकामा आफ्नो पार्टी कहिलेकाहीँ रमाइलो भने 10 बजे कहिलेकाहीँ आएर बसेर खान्छ नत्र चाहिँ मैले चाहिँ 7-8 बजी चाहिँ क्लोजै हुन्छ अनि यो मेटेरियल्सहरू ल्याउनुहुन्छ नि लोकल सामानहरू यो दालहरू यो चाहिँ कहाँबाट किन्नुहुन्छ हामी मुस्ताङ। यी मुस्ताङहरू कि कि यो वरपर कि मान्छे सामानहरू बेचिदिने कुरा सहयोग गर्नु दाल चाहिँ हाम्रो मुस्ताङकै हुन्छ होइन मुस्ताङकै राजमा दाल हुन्छ थकालीमा त्यो मात्रै हुन्छ अरू हुँदैन होइन अरू कुरा यो आलुहरू यो मुलाहरू चाहिँ यहीँको लोकल हुन्छ यो सागहरू होइन यिनीहरू चाहिँ यहीँको हामीले लोकलै बनाउँछ कि यहाँको अर्ग्यानिक किनकि हाम्रो गाउँमा यो गाउँपालिकामा चाहिँ कस्तो छ भने तरकारी कृषकहरूको लागि भनेर चाहिँ एउटा चाहिँ त्यहाँ चाहिँ तरकारी मन्डी खोलेको छ सबै कृषकले त्यही ल्याएर जम्मा पार्ने सुपथ मूल्यमा हामीले लिएर आउने हो क्या अब तपाईँलाई अर्को सोध्नु है त तपाईँलाई यहाँ मुख्य कठिनाइहरू चुनौतीहरू के छ काम गर्दा त चुनौती सबै सधैँभरि सहज त हुँदैन मुख्य 3-4 चुनौतीहरू च्यालेन्जेसहरू के छ यस्तो चुनौती र च्यालेन्जेस म त केही जस्तो लाग्दैन किनकि आफैमा डिपेन्ड हो कि तपाईँ अरूले यस्तो भन्यो उस्तो भन्यो भनेर हिँड्नुभन्दा होइन आफ्नो दुःख गर्ने यो म यहाँबाट त्यहाँ जान्न त्यहाँबाट त्यहाँ जानु त्यो घरको यहाँ आउनु पाउँदैन सबै बिजी हुन्छ अनि कसैले कसैको कुरा काट्ने फुर्सद पनि हुन्न जस्तो वातावरणले च्यालेन्जेस कहिलेकाहीँ लुम्लेमा त धेरै पानी पर्ने त्यो पनि हुन्छ नि होइन वातावरणसँग त वातावरण च्यालेन्ज गरेर हामी च्यालेन्ज सरकारको नीति सम्बन्धी च्यालेन्जहरू सरकारले चाहिँ नीति बनाइदेला होइन यहाँ यसरी फाल्न पाउँदैन यसो गर्नु पाइएन भन्ने होला त्यो च्यालेन्ज फेस गर्नु भएको होइन लोकल च्यालेन्ज त्यो त म आफैले सरकारलाई ढक्ढकाइरहेको छु यहाँको फोहोर मैला व्यवस्थापन गर्नुपर्छ यसको जिम्मा मलाई दिनुहोस् म आफै गर्छु किनकि यत्रो यहाँ भनेको होटल छ होइन अहिले गाउँपालिका निरन्तर म धाइरहेको छु मैले भनिरहेको छु के गर्यो भने यो गाउँपालिकाहरूले तपाईँको यो व्यवसायलाई अझ राम्रो बनाउनको लागि होइन टीको विकासको लागि के गर्दै हुन्छ जस्तो लाग्छ बुदागत रूपमा भन्नुपर्दा 3टा भन्नुहोस् के होला एउटा गाउँपालिकाले खासै त्यति साह्रै केही त गर्नु पर्दैन जस्तै मलाई चाहिँ कस्तो भने 1 नम्बरमा फोहोर मैला व्यवस्थापन गर्नु त्यति मात्रै गरे नि पुग्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि यो टुरिज्म क्षेत्र एउटा टुरिज्म क्षेत्र घोषणा गरिदिनु पऱ्यो यहाँले होइन फोहोर मैला व्यवस्थापन मात्रै गरिदिए पनि तपाईँको यहाँ त पानी हामी आफैले ल्याएर छौँ होइन अब पोल सडक बत्ती हामी आफैले हालिरहेको छौँ आफ्नो ठाउँमा आफै विकास गर्नुपर्छ मैले भने एउटा बुझिनँ टुरिज्म सेक्टर घोषणा गर्यो भने के सुविधाहरू पाइन्छ यो टुरिज्म क्षेत्र भनिसकेपछि तर घोषणा गरे जस्तो लाग्छ मलाई होइन घोषणा गरे जस्तो झन् तपाईँको करहरू बढ्ने पो हो कि सरकारलाई जाने के हो मान्छे कस्तो हुन्छ नि सरकारलाई गएर त्यो सही ठाउँमा गएर चाहिँ सही सदुपयोग भयो त राम्रो हो नि अब यहाँ त बिचमै हराउने छ होइन त्यो हराउनु नराम्रो यो सम्पूर्ण कुरा तपाईँको ज्ञान नेपालै बसेर भयो होइन ज्ञानको कुरा बाहिर गएर सिकेर आउनु त भएको होइन नि पढाइ पनि छैन यस्तो हामी त अब खासै पढ्न नि पाएन भन्दाखेरि होइन गाउँघरमा पहिला बसियो अब माओवादी द्वन्द्वकालमा पढ्न पाएन बन्द गऱ्यो त्यतिकैमा भाग्यो पोखरा आइयो पोखरा आएर यसो व्यवसाय गरेको तपाईँ प्राइभेट लिमिटेड कम्पनी हो कि तपाईँ एक्लै हुनुहुन्छ कि कहाँ दर्ता गर्नुहुन्छ गरेर म सबै प्लान सबै सन्तुष्ट हुनुहुँदैछ आफ्नो अन्टरप्रेनर होइन सन्तुष्ट आफ्नो ग्रोथ गरिरहनु भएको छ ल तपाईँलाई एकदमै धन्यवाद हामीलाई मिठो खुवाउनु खाना सायद हजुरहरूलाई धन्यवाद म अहिलेसम्म यत्रो कोही पनि आउनु भएको छ फर्स्ट टाइम म होइन खासै बोल्न त जान्दिनँ होइन पुरै नाम भन्ने नाम मेरो चाहिँ सागर लामा अब म चाहिँ उमेर अब 43 इयर्स भयो कि अब होटेलको व्यवसाय गरेको चाहिँ यहाँ 10 वर्ष भयो पोखरामा 5-6 वर्ष भनेपछि 16 वर्ष गरेको ल धन्यवाद हजुरहरूलाई पनि धन्यवाद